ल गाइज अहिले चाहिँ होइन रातिको समय अहिले ठ्याक्कै 10 बजेर 50 मिनट गयो होइन। मैले चाहिँ भिडियो गर्दैछु। यो चाहिँ तपाईँको ह्याङ्गिङ गार्डन दुबई कालुवा शारजाको एरिया पर्छ है। यो चाहिँ लेब्रासिरी हो, रेस्टुरेन्ट हो होइन। म भित्र पनि जाँदैछु गाइज। म चाहिँ ठ्याक्कै यो होटलभित्र छिरेँ होइन। होटल चाहिँ यो चाहिँ म बाहिर आइसकेको अवस्था है। यो चाहिँ हेर्नुहोस्, यो चाहिँ भित्रको दृश्य हो अनि एकदम राम्रो छ, घुम्नको लागि एकदम राम्रो छ आउनु। तर अहिले त गर्मी छ, लास्टै गर्मी छ अहिले चाहिँ। तपाईँको यो गर्मीको सिजनमा त्यति भिजिट गर्ने मान्छेहरू आउँदैन। तर जाडो महिनामा एकदम फुल हुन्छ है यहाँ चाहिँ। तपाईँको हेर्नुहोस्, यो है ह्याङ्गिङ गार्डन भन्छ यसको चाहिँ। तपाईँको त्यो उता चाहिँ कालुवा सिटी है। फुजिरा र कालुवा लगभग त्यही 20-25 मिनटको फरकमा छ, अन्तरमा छ है। ल हेर्नुहोस्, यतापट्टि चारैतिर डाँडा छ, यतातिर पनि चारै डाँडा छ। रातिको समय भएर यस्तो देखेको है। सो गाइज म चाहिँ यसमै जब गर्छु है, यो होटलमै जब गर्छु। बाहिरको दृश्य म देखाउँदैछु। रातिको समय भएर आइसकेको चाहिँ है। ल हेर्नुहोस्, यो चाहिँ तपाईँको यहाँ चाहिँ तपाईँको वाटरफल झरिरहेको छ है तल है। यो चाहिँ झरना झरिरहेको छ। गाइस घुम्नको लागि एकदम राम्रो छ है। तपाईँको हरियाली छ। अहिले त अब गर्मी महिनामा अलिकति हरियाली कमै भएको अवस्था। ल गाइस आउनुहोस् है, वेलकम टु दुबई एन्ड कमिङ टु ह्याङ्गिङ गार्डन। एकदम भाइरल छ है हजुर। ल यो च्यानललाई पनि एकदम सब्सक्राइब गरिदिनु है, लाइक र सब्सक्राइब गरिदिनु, सेयर गरिदिनुहोस्। ल है गाइस, यो चाहिँ म है। धन्यवाद हजुर, धन्यवाद। सबैले लाइक सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, धन्यवाद।